यिनै खाजा सँगसँगै इलाम जिल्लाको रोङ गाउँपालिका स्थित रहेको कर्सुङ पदमार्गको यात्रामा हामी निस्किएका छौँ। शनिबारको बिदालाई सदुपयोग गर्नको लागि यो यात्रामा निस्किएका हौँ र यो एकदमै छोटो समय अवधिमा यात्रा गर्न सकिने सरल सहज र प्रकृतिको हिसाबले पनि सुन्दर रहेको यो यात्रा तपाईँ पनि नजिकै सहज रूपमा यात्रा गर्न चाहनुहुन्छ भने यो तपाईँका लागि यो उत्कृष्ट गन्तव्य हुनेछ। यो पदमार्गसँग जोडिएको सानो पाथिभरा मन्दिरको दर्शन, कन्याम, भारत र नेपालको सीमा क्षेत्र लगायतका दृश्य अवलोकन गर्नाले पनि यो पदमार्गको महत्त्व थप चुलिएको देखिन्छ। यो चाहिँ लोकेसन तपाईँलाई क्लियर गरौँ। यो चाहिँ हाँस पोखरी भन्छ यो परतिरको, यो पाथिभरा मन्दिर भन्छ सानो यो इलामको। यो चाहिँ मेची हाइवेदेखि ठिक्क यहाँ बाटो चाहिँ यस्तो आउँदाखेरि चाहिँ यो कर्सम पदमार्ग यात्रा हामी गर्न लागिरहेको छौँ आज। आज पदमार्ग कर्सम पदमार्ग हिँडिरहेको छ अहिले। हाइवे मेची हाइवेदेखि नजिकको छोटो दूरीको पदयात्रा गर्नको लागि एकदम राम्रो ठाउँ र मौसमले पनि हर हिसाबले सुन्दर। यो वातावरण, यो चाहिँ जङ्गल, यहाँ भएका चराचुरुङ्गीको आवाजले गर्दाखेरि एकदम सुन्दर ठाउँ रहेको छ। जो यो ठाउँ अवश्य पनि एकपटक आउनुपर्ने ठाउँ जस्तो हामीलाई लागेको छ। हामी यो गुगल पोइन्ट जाने क्रममा रहेका छौँ। अहिले हामी चाहिँ यसको मिड पोइन्ट भन्दा केही माथिसम्म आइसकेका छौँ। सहजै देख्न सकिन्छ हामी मेची राजमार्ग यहाँ रहेको छ र यो मेची राजमार्गबाट करिब 20 मिनटको पैदल यात्रा पश्चात चाहिँ हामी गुगल पोइन्टमा पुग्न सक्छौँ। यहाँबाट अत्यन्तै रमणीय दृश्यहरू अवलोकन गर्न सकिन्छ। झापाका म्याक्सिमम ठाउँहरू देख्न सकिन्छ र यता चाहिँ इलामका विभिन्न ठाउँहरू देख्न सकिन्छ र यो सँगसँगै हामी मेची खोला, जो भारत र नेपालको सिमानामा रहेको मेची खोला देख्न सकिन्छ र इन्डियाका विभिन्न क्षेत्रहरू पनि देख्न सकिन्छ। आज अलिकति तुवालो लागिरहेको छ, त्यस कारणले मौसम अलिक क्लियर देख्न सकिरहेका छैनौँ र यो विभिन्न रमणीय दृश्यहरू यो नजिक, तराईबाट पनि नजिक र यातायातको सहज हिसाबले पनि मेची राजमार्गबाट नजिक। यो चाहिँ प्रतीक रहेको छ, यो चाहिँ ठ्याक्कै गुगल पोइन्ट यो स्थानमा रहेको छ। ल गुगल पोइन्ट आइसकेको छौँ हामी एरिया। यो गुगल पोइन्ट हो, यस्तो छ गुगल पोइन्ट। वरिपरिको दृश्य